भने चाहिँ साथीहरू फाइनल्ली म अब पाहाडतिर दसैँ मनाउनु गइरहेको अवस्था हो। मेरो कान्छी टिक्क भइगयो। म टिका लगाइदिन आइपुग्छु ल। ओके, दक्षिणा पनि लिएर आउँछु ल। बाई गर्छौँ, हाई गर्छौँ। बाई बाई। ल है साथीहरू, म चाहिँ अब कोसी पुल लगभग थप्नु लगाइसकेको छु। सप्तकोशी यहाँ तल यसरी भइरहेको छ। बाटो सुनसान छ, दसैँ लागेको रहेछ। अब गाउँ जाने मान्छेहरू सबै गइसकेको अवस्था जानेछु। साथीहरू गुड मर्निङ एन्ड वेलकम ब्याक फ्रम माई च्यानल है। अब आज चाहिँ म ठ्याक्कसँगले दसैँ मनाउनलाई चाहिँ म मेरो पहाड मेरो गाउँ जानको लागि रेडी हुँदैछु। साथीहरू ठ्याक्कै यो पोजिसनमा चाहिँ जान लागेको छु। यतै मेरो घोडा तयार भइसकिसकेको अवस्था छ। भने चाहिँ साथीहरू फाइनल्ली म अब पाहाडतिर दसैँ मनाउनु गइरहेको अवस्था हो। मेरो कान्छी टिक्क भइगयो। म टिका लगाइदिन आइपुग्छु ल। ओके, दक्षिणा पनि लिएर आउँछु ल। बाई गर्छौँ, हाई गर्छौँ। बाई बाई। ल साथीहरू फाइनल्ली म चाहिँ अब पाहाडको लागि ल है साथीहरू, म चाहिँ अब कोसी पुल लगभग थप्नु लगाइसकेको छु। सप्तकोशी यहाँ तल यसरी भइरहेको छ। बाटो सुनसान छ, दसैँ लागेको रहेछ। अब गाउँ जाने मान्छेहरू सबै गइसकेको अवस्था जानेछु। ल फाइनल्ली म चाहिँ अहिले कोसी पुल आइपुगिसकेको छु साथीहरू। यो सप्तकोशी हो, यहाँ तल तपाईँले देख्नु सक्नुहुन्छ। र अगाडि चाहिँ कोसी पुल। ल यो चाहिँ अब म उदयपुर जिल्ला छिरिसकेको छु साथीहरू। कोसी पुलदेखि अलिकति अगाडि गएपछि यसरी यो कोठु भन्छ। कोठु भन्ने ठाउँमा म जाँदैछु। ल साथीहरू, यहाँदेखि चाहिँ अब उदयपुरको बेलका गाउँपालिका नगरपालिका छोडेर अब चौडन्डी गाउँ नगरपालिका चौडन्डी नगरपालिका म इन्ट्री भइरहेको छु। अब भने म उदयपुरको चौडन्डी गढी नगरपालिका प्रवेश गरिसकेको छु साथीहरू। चौडन्डी गढी नगरपालिका हुँदै नै जाने हो। अब यो आमचोक गाउँपालिका भोजपुर, चौडन्डी गढी नगरपालिका र आमचोक गाउँपालिका चाहिँ एकदमै छिमेकी पालिकाहरू हुन्। भरा तराईको फाँटमा मैले गइरहेको छु। उदयपुर चौडन्डी गढी नगरपालिका आज साथीहरू भरा एकदमै धान यसरी धान खेती लगाइरहेको अवस्था छ। अलिकति अगाडि तपाईँको भेस्टको लागि चाहिँ दाहिने मुनि हुन्छ। यो सिधा गएर हुन्छ, काठमाडौँ जानुपर्ने हुन्छ। म चाहिँ यो वीरेन्द्र चोक भन्ने ठाउँमा आइसकेको छु। वीरेन्द्र चोकदेखि चाहिँ तपाईँको दाहिने मुडेपछि भोजपुर जाने बाटो यता छ। यो चाहिँ रानीटारतिर जाने बाटो हो साथीहरू। हो साथीहरू, अब चाहिँ म तराईको फाँट छोडेर पाहाडको यात्रा तय गरिसकेको छु। अहिले यो उदयपुर चौडन्डी गढी नगरपालिकाको चाहिँ सिकरमाडी भन्ने ठाउँ पुगिसकेको छु। अब यहाँदेखि चाहिँ एकदमै कच्ची सडक उकालोको बाटो जानुपर्ने छ। एकछिन अब यहाँ हावा खाएर चाहिँ जाने हो साथीहरू। है साथी, यस्तो बाटो छ। घोडामा हिँडेको कि बाइकमा हिँडेको कि उफ्रेको छ यसरी। ल फाइनल्ली साथीहरू, म यो उदयपुर र भोजपुरको बोर्डर रानीटार भन्ने ठाउँ आइसकिसकेको छु। यो पारी देख्नुभएको चाहिँ भोजपुर हो, यता वारी चाहिँ उदयपुरको रानीटार भन्ने ठाउँ साथीहरू। बाटो एकदमै अप्ठ्यारो छ, त्यसले गर्दाखेरि एकदमै कठिन यात्रा छ साथीहरू। यो पारी देख्नुभएको चाहिँ भोजपुर जिल्लाको आमचोक गाउँपालिका
सुन्छ है साथीहरू, रान्टारको सानो एउटा बजार छ, म यहीँ पुगेको छु। यो चाहिँ रान्टारको 2-4 पसल छ। यो बोर्डर साइड उदयपुर र भोजपुरको, भोजपुर र उदयपुरको बोर्डर रान्टारको पुल आइसकिसकेको छु। यहाँ मुनि बग्दै गरेको दुधकोशी नदी हो भने यतापट्टि चाहिँ तपाईँको निर्माणाधीन पक्की पुल आदि बनिसकेको अवस्था छ। यो पुल नबन्नाले चाहिँ एकदमै यो भोजपुरवासी जनताले शास्ति खेपिरहेको अवस्था हो। यो झोलुङ्गे पुलबाट हामी यसरी मोटरसाइकल तरेर जान्छौँ भने भौतिक दैनिक उपभोग्य सामग्रीहरू चाहिँ यसरी हाम्रो दाइहरूले दिदीहरूले यहाँको मान्छेहरूले चाहिँ बोकेर वारिपारि तार्ने गर्नुभएको छ। आशा गरौँ यो पक्की पुल छिटोभन्दा छिटो निर्माण होस्। यसरी यो पुल आधा चाहिँ बनिसकेको अवस्था छ साथीहरू। भने म झोलुङ्गे पुलमाथि छु मोटरसाइकलमा, यसरी कोसीमाथि चाहिँ हामी झोलुङ्गे पुल तरेर जानुपर्छ मोटरसाइकलमा। ल हेर्नुहोस् है साथीहरू, म फाइनल्ली मेरो गृह जिल्ला भोजपुर प्रवेश गरिसकेको अवस्था हो। यो हामी यही झोलुङ्गे पुलबाट तरेर चाहिँ अहिले यात्रा गरिरहेका छौँ। भोजपुर त्यसै पनि भौगोलिक रूपमा ठगिएको जिल्ला मध्येको एक जिल्ला हो। यो रान्टारको हाम्रो पक्की पुल लथालिङ्गै भएको अवस्था छ। धेरै वर्ष पहिलादेखि यो निर्माणाधीन छ भने पछिल्लो वर्ष चाहिँ अलिकति यो एक्सल्याप चाहिँ हालिसक्नु भएको अवस्था छ। आशा गरौँ यो पुल छिटोभन्दा छिटो निर्माण भएर त्यसबाट लाभान्वित जति पनि हामी भोजपुरवासी छौँ, भोजपुरवासीले एकदमै लाभ उठाउनेछौँ र केही विकासको महसुस गर्नेछौँ भन्ने ठुलो आशा राख्दछु। अब यहाँदेखि यता फेरि आमचोकको बाटो हो, हेरौँ के कस्तो छ। अब दसैँको पनि महाबीच दसैँको टाइममा म आइरहेको अवस्था, त्यसैले धेरैभन्दा धेरै मान्छेहरू गाउँ चिरिसकेको छ। अहिले एकदमै फाटाफुटा मात्रै रहेछ। यसरी दसैँ मनाउँछ चाहिँ आमचोकवासीहरू तराईदेखि यसरी गाडीमा जानुहुन्छ। अहिले हामी घारे भन्ने ठाउँमा आइपुगेका छौँ साथीहरू। यहाँ पाङ्चामा चाहिँ बाबु गतेचुकको स्ट्याचु रहेछ। दसैँ मनाउन यसरी गाडीहरू आइरहेको छ साथीहरू। दसैँ आयो है साथीहरू, दसैँ। यसरी सानो सानो नानीहरू पनि सहरदेखि गाउँ दसैँ मनाउनलाई आइपुगिसक्नु भएको छ साथीहरू। म चाहिँ बाटोमै छु, बाटो मेरो यता हो। साथीहरू लगभग म अब पुग्नु लागेको छु। जे होस्, उदयपुरपट्टि भन्दा यता हाम्रो आमचोकपट्टि आमचोक सरकार, आमचोक प्रमुख अशोक दाजु लगायत आमचोक सरकारले बाटो लगभग यो चाडबाडलाई चाहिँ मध्यनजर राखेर यात्रुहरूको जनताहरूको मर्मलाई बुझेर बाटो निकै नै मर्मत गर्नुभएको पाइयो। यसको लागि समग्रमा आमचोक सरकार र आमचोक सरकारका नेतृत्व हाम्रो अशोक राई दाजुलाई मुरी धन्यवाद पनि भन्न चाहन्छु। बाटो एकदमै हाम्रो आमचोकपट्टि राम्रो छ, यतिको धेरै राम्रो लाग्यो। अब तारेभिर एरियामा छु। परिवर्तन यसलाई भनिन्छ। पछिल्लो समय म यो बाटो आउँदाखेरि एकदमै ठुल्ठुलो ढुङ्गा गाडीमा तपाईँको यहाँ 4-5 पटक लडेर म निस्किएको थिएँ। त्यसमाथि पनि डबल थिम मोटरसाइकल घिसारेर निकालिएको अवस्था थियो। यो वर्ष यसरी ग्राभलिङ गर्नुभएको रहेछ आमचोक सरकारले। त्यसैले यो पटक एकदमै सहज तरिकाले म यात्रा गरिरहेको छु। यो हो खास परिवर्तन भनेको। केही न केही परिवर्तन हुनुपर्छ हामीले भन्ने गरेका छौँ। एउटा ठुलो परिवर्तन हो यो तपाईँको यो आमचोक गाउँपालिकाको यो मेन हाइवे हो। यो बाटोमा एकदमै हामीले यात्रा गर्नु असहज थियो। तपाईँको पुरै ग्राभलिङ गर्नुभएको रहेछ।
यसको लागि आमचोक सरकार प्रमुख हाम्रो अशोक राई दाजुलाई फेरि पनि यहीबाट धेरै धेरै धन्यवाद भन्न चाहन्छु। ल हेर्नुहोस् है साथीहरू, यसरी गाडीहरू पनि आनन्दले आइरहेको अवस्था छ। तल गाडी आउँदैछ। एकदमै शीतल मौसममा म आइपुगिसकेको छु। ल यसरी दसैँ मनाउनु गाडी आइसकेको छ साथीहरू। यहाँनिर चाहिँ पछिल्लो समयमा एकदमै लडिरहेको अवस्था थियो। गाडी आनन्दले यसरी गइरहेको छ साथीहरू। यहाँ 1 वर्ष अगाडि मात्रै तपाईँको एकदमै खाल्डाखुल्डी ट्र्याक्टरहरूले बनाएको थियो, तर यो वर्ष चाहिँ यस्तो राम्रो ढुङ्गा छापेर चाहिँ तपाईँको ग्राभलिङ गर्नुभएको रहेछ। फुल मौसम छ। यहाँ छ बालङ्खा आमचोक गाउँपालिका केन्द्र। सानो बिहानको घर रहेछ गाउँघर छैन। म चाहिँ अब आमचोक गाउँपालिकाको केन्द्र बालङ्खा बजार पुग्नै लागेको छु साथीहरू। बाटो एकदम सुपर। अरू बेला पटक पटक लडेर म आइपुग्ने, यो पटक तपाईँको एक ठाउँ पनि म नलडिकन आइपुगिसकेको छु। मौसम सुहाना छ हाम्रो ठाउँको। तपाईँको तल गर्मीले एकदमै गाह्रो भइरहेको अवस्था थियो। यहाँ हेर्नुहोस् हाम्रो ठाउँको मौसम एकदम अर्ग्यानिक देशी। यहाँनिर चाहिँ तपाईँको यो हाम्रो गाउँपालिकाको निर्माणाधीन भवन हो, नयाँ संरचना। म चाहिँ आमचोक गाउँपालिकाको हाम्रो केन्द्र बालङ्खा बजार आइसकेको छु साथीहरू। यो चाहिँ हाम्रो पाडुले पोखरी। यो पुरानो हाम्रो इतिहास भएको पोखरी हो। यसको अलिकति आकृति चाहिँ अहिले स्थानीय सरकारले यो प्रकारको बनाउनु भएको छ। ल यो कुकुरको स्ट्याचु हो। ल हामी चाहिँ बालङ्खा बजार है साथीहरू, आमचोक गाउँपालिकाको केन्द्र। यो मुन्डा घर थियो हामी स्कुल पढ्दाखेरि। पक्की घर चाहिँ यही मात्रै थियो, सबै यतातिर खरको छाना भएको घरहरू थियो। अहिले यसरी बिल्डिङहरू बनिसकेको अवस्था छ। यता चाहिँ हाम्रो गाउँपालिकाको भवन। यहाँनिर चाहिँ हाम्रो शहीद स्मृति पार्क बनाइएको छ। यो शहीद स्मृति पार्कको मेन गेट हो भने यहाँभित्र आमचोकको आधारभूत अस्पताल चाहिँ यहाँनिर बनाइएको छ। यो आमचोक बजारको अलिकति मास्तिर छ। अब यहाँबाट लगभग म 15-20 मिनट हिँडेपछि चाहिँ मेरो घर आइपुग्छ साथीहरू। ठाउँलाई चाहिँ साथीहरू तिनचुले भन्छ। यो तिन चोसा भएको पोखरी पनि बनाइएको छ। यता माथि एउटा, तपाईँको यता एउटा, यता माथि एउटा यो हटहरू बनाइएको रहेछ। यो ठाउँलाई चाहिँ तिनचुले भनिन्छ। यसको अलग्गै एउटा किंवदन्ती छ, इतिहास भएको ठाउँ यो तिनचुले भन्ने ठाउँ। तिनचुले डाँडा हो। छेलो भन्ज्याङ डाँडा पुगिसकेको छ साथीहरू। मेरो गाउँ चाहिँ यो पर देखिएको गाउँ हो। बस्नु चाहिँदैन। तेरो घरमा बसेर उपाय छैन। मेरो घरमा गयो भने एक माना भए पनि मेरो ढिकुटीमा हात हुन्छ। तेरो त पछाडि बाँधेर जानुपर्छ। यो कान्छी दिदी चाहिँ त भन्छ आफ्नो ठाउँै राम्रो होइन त आन्टी? होइन, आफ्नै ठाउँ आफ्नै ठाउँ आफ्नै पौरख राम्रो, अरूले दिएको भन्दा होइन। काठमाडौँ गएर 1 महिना बसेँ, मलाई काठमाडौँ मन परेन। यस्ता नाथे बरु नि आफ्नो गाउँ ठाउँको हेर, कति अर्को ठाउँको ब्लग बनाउनु होइन। के गरियो कलेनको तपाईँको कलेनको मैले नि गाडीको गाडी चामल लिएर कलेनबाट मैले 1,25,000 बुझाइ छ। 18,000 अझै बाँकी छ। म कलेनको पहिला 1 लाख कलेन मरिगेर तपाईँको 1,18,000 ल्याउँथ्यौँ। 25,000 बुझाएको। यहाँ गाडी चल्न थालेपछि बयाङबाट ल्याएर गऱ्यौँ। ल यहाँनिर गाउँघरमा रमाइलो हुन्छ साथी हो। यहाँनिर यस चौतारामा हाम्रो छोटी बजार छ। यहाँ हाम्रो अङ्कल आन्टीको यहाँनिर हामी हल्का नास्ता गरिवरी अब फेरि गाउँतिर हाम्रो बिर्ख भाइ, त्यो दाइ भाउजू
हामी अब आफ्नो बाटो लाग्छौँ। ल है फाइनल्ली साथीहरू यो मेन हाइवे छुटेर मेरो चाहिँ यताबाटै मेरो गाउँ जाने बाटो चाहिँ त यसलाई चाहिँ पञ्चमी गैरा भनिन्छ। तपाईँको यहाँदेखि गयो भने घोरटार जाने बाटो हो, यहाँदेखि चाहिँ अब मेरो गाउँ जाने बाटो है साथीहरू। लगाउनु भएको रहेछ चुमाराङ टोल विकास संस्थान पञ्चमी गैरा भनेर। अब यता चुमाराङ हो मेरो गाउँ चाहिँ, चुमाराङ माङतेले एकखोला जाने बाटो भने यता घोरटार बयाङ दिसङ्ला भने यता चाहिँ पोसल भन्ज्याङ युँ हुँदै बालङ्खासम्म जाने बाटो छ साथीहरू। अब यताबाट लाग्नुपर्छ मेरो चाहिँ साथीहरू। म फाइनल्ली मेरो गाउँ पुगिसकेको छु। यहाँ भाइ बहिनीहरू भलिबल खेल्नु जस्तो छ। साथीहरू फाइनल्ली अब चाहिँ दुखुन निवास आइसकेको अवस्था हो। हाम्रो आमा चाहिँ यता बिचरा के गर्दै हुनुहुन्छ, रात परिसकेको अवस्था छ। यी केटाकेटीहरू रमझम मेरो भान्जा काठमाडौँदेखि आउनुभएको। अब दुखुन निवासमा फाइनल्ली चाहिँ अब मेरो बाबाको दरबारमा आइसकिसकेको छु साथीहरू। अब दसैँ बेदडक यहाँनिर मनाइ हुन्छ है त साथीहरू। ल तपाईँहरूलाई म दुखुन निवास आइपुगेको जानकारी गराउँदै यो भिडियो म क्लोज गर्न चाहन्छु। नमस्कार। अब आगो तापिन्छ।